साहेबको सुन्दर चरण कमलमा साहेब बन्दगी। सद्गुरु सद्कबीर साहेबको सुन्दर चरण कमलमा साहेब बन्दगी। दैत्यं सद्गुरु श्वेतरूपं मङ्गलं श्वेताम्बरं शोभितं कर्णैकुण्डलं श्वेताशुभं गुणं हीरामणिमण्डितं नानामालमुक्तादिशोभिता कलापद्मसानि सुस्थितं दयन्ति धीरं सुप्रसन्नवदनं सद्गुरु तं नमामि। द्विपद्मं द्विभुजं प्रसन्नवदनं द्विनेत्रं दयालं शैलीकण्ठं मालवदर्पतिलकं श्वेताम्बरी मेखला चक्राकान्ते शिरटोपरत्नलसितं तेजोमहे विग्रहं वन्दे सद्गुरुयुगदण्डसहितं कबीर करुणामयं सद्गुरु सद्कबीर साहबको सुन्दर चरण कमलमा साहेब बन्दगी। 1008 पन्त श्री हजुर अर्धमणि नाम साहबको सुन्दर चरण कमलमा साहेब बन्दगी। पूजन्य श्री धर्माधिकारी साहबको सुन्दर चरण कमलमा साहेब बन्दगी। पूजन महन्त श्री कुलदास साहबको सुन्दर चरण कमलमा साहेब बन्दगी। पूजन महन्त श्री दल मैनाली साहबको सुन्दर चरण कमलमा साहेब बन्दगी। सम्पूर्ण सन्त समाजको सुन्दर चरण कमलमा साहेब बन्दगी। परम पूज्य चराचर जगतका स्वामी परम पिता परमात्मा श्री सद्गुरु कबीर साहेबको सुन्दर चरण कमलमा कोटि कोटि नमन गर्दै 1008 पन्त श्री हजुर अर्धमणि नाम साहेबको सुन्दर चरण कमलमा नमन बन्दगी गर्दै स्टेजमा विराजमान 108 महन्त श्री कुलदास साहेब लगायत दल मैनाली साहेबको सुन्दर चरण कमलमा कोटि कोटि नमन गर्दै पूजन देवन साहेब सम्पूर्णलाई अर्थात् आज यस कार्यक्रमका सभा अध्यक्ष महोदय, विशिष्ट अतिथि, प्रमुख अतिथि, पूज्य गुरुवरहरू र विभिन्न सङ्घ संस्था, धार्मिक संस्था अर्थात् विभिन्न संस्थाबाट पाल्नु भएका लब्ध प्रतिष्ठित व्यक्तिहरू, सात्विक हंसजन, मातापिता, दाजुभाइ, दिदीबहिनीहरूमा मेरो अन्तस्करणदेखि नि सप्रेम साहेब बन्दगी, राधे राधे, श्रीमन नारायण सच्चिदानन्द प्रणाम टक्राउन चाहन्छु। र आज यस बृहत कार्यक्रम हामी थोरै छौँ छन त, तर पनि एउटा बृहत कार्यक्रम हो। सद्गुरु कबीर साहेबको प्रकट दिवसको शुभ अवसरमा आज हामीहरू कस्तो आफ्नो समय निकालेर पनि यो प्राङ्गणमा हामीहरू उपस्थित भइसकेका छौँ र उनी बन्दी छोडको गुणगान भइरहेको छ र बन्दी छोड, यो बन्दी छोड भनेको चाहिँ के होला भनेर तपाईँले सोच्नु भएको होला। यो बन्धनको भेदलाई बताउने उही परमपिता परमात्मा साक्षात् कबीर साहेब हुनुहुन्छ र हामीहरू उहाँकै गुणगान सुन्नको लागि, सुनाउनको लागि र हाम्रो जीवन परिवर्तन होस् भन्ने हेतुले यो आजको कार्यक्रममा उपस्थित भएका छौँ र आजको कार्यक्रम सभ्य र भव्यता भइरहेको छ किनकि तपाईँहरूको पावन उपस्थितिले गर्दाखेरि, हेर्नुहोस्, तपाईँहरूको पावन उपस्थितिले गर्दाखेरि आजको कार्यक्रम सफल भएको मलाई अनुभूति भइरहेको छ र हामीले अहिलेसम्म धेरै मार्मिक भजनहरू, मार्मिक बाणीहरू हामीले सुन्न पायौँ। देवन साहबको मुखारबिन्दबाट पनि हामीले धेरै मार्मिक बाणी सुन्न पायौँ र हामीहरू आज यो आजको यस कार्यक्रममा के को लागि हामी उपस्थित भएका छौँ, के हासिल गर्नको लागि, हामीले के लिएर जान्छौँ होला त, यो हाम्रोमा एउटा प्रश्न पनि हुनसक्छ। हेर्नुहोस्, सत्सङ्गको महिमा कबीर साहबले यस्तो मार्मिक तरिकाले हामीलाई सन्देश दिनुभएको छ। हेर्नुहोस्, सत्संग की आधी घड़ी तब के वर्ष हजार तू भी बराबर है नहीं, तू भी बराबर है नहीं, कहे कबीर विचार। कबीर साहबले भन्नुभएको यो, हेर्नुहोस्, यो मैले मेरो बाणी होइन, त्यस कारणले गर्दाखेरि सत्सङ्गको चाहिँ यति मार्मिक उहाँले सन्देश हामीलाई दिएर जानुभएको छ। अर्बौं सन्देश छ, यो एउटा सन्देश मात्रै हेर्नुहोस्, अर्बौं सन्देश हामीलाई छोडेर जानुभएको छ। तर हामीहरूले आज
हामी कार्यक्रममा आउँछौँ, विभिन्न किसिमका कार्यक्रममा हामी जान्छौँ। धेरै मार्मिक कार्यक्रमहरू पनि हुन्छन्, कोही मनोरञ्जनात्मक कार्यक्रममा जान्छौँ। तर हामीहरू के गर्छौँ भन्दाखेरि यो आधी घडीलाई हामीले भुल्छौँ। हेर्नुहोस्, यो आधी घडी चाहिँ कस्तो रहेछ भने बहुमूल्य। हेर्नुहोस्, यसको अनलिमिटेड छ क्या, यसको बेनिफिट चाहिँ अनलिमिटेड छ। त्यस कारणले गर्दाखेरि 12 वर्ष तपस्या गरेको भन्दा पनि धेरै ठुलो चाहिँ हामीले फाइदा यो सत्सङ्गको माध्यमद्वारा हामीले प्राप्त गर्न सक्छौँ। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि हामीले आज यो आधी घडीलाई वास्ता गरेका छैनौँ। सद्गुरु सतकबीर साहेबको शुद्ध चरण कमलमा साहेब बन्दगी हामीले यो आधी घडीलाई केही वास्ता गरेका छैनौँ। हेर्नुहोस्, यो आधी घडीको कति मार्मिक छ, कति यो समय सान्दर्भिक। यो आधी घडी सत्सङ्गको महत्त्व छ, तर हामीले आधी घडीलाई ख्याल गर्दैनौँ। त्यस कारणले गर्दाखेरि त हामीले दुःख पाउँछौँ पछि गएर। हेर्नुहोस्, र यो दुःख, यो सबै यो आधी घडीलाई हामीहरू मध्यनजर गरेर यदि जीवनमा उतार्यौँ भने फाइदा छ। हेर्नुहोस्, फाइदा छ। हेर्नुहोस्, बेफाइदा त केही छैन। त्यस कारणले गर्दाखेरि हामीहरू आज सत्सङ्गमा के को लागि प्राप्त गर्न आएका छौँ। हेर्नुहोस्, उनी परमपिता परमात्मा, उनी चैतन्य महाप्रभु, त्यही अकह नाम, त्यही साक्षात नाम, त्यही निरक्षरी नामलाई हामीहरू प्राप्त गर्नको लागि यही सत्सङ्गको माध्यमद्वारा मात्रै हाम्रो यसको भेद खोलिन्छ। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि कबीर पन्तहरू सेता लुगा लाएर बसेका छन्, गफ गर्छन्। के रहेछ त उहाँहरूको आखिर ज्ञान छुट्टै छ भनेर चाहिँ हामीहरू के अरे लाइभमा सुन्छौँ, भिडियोमा सुन्छौँ। के रहेछ त भनेर तपाईँहरू उत्सुक पनि हुनुभएको छ होला कतिजना। हेर्नुहोस्, यो भनेको म यसको अलिकति हल्का भेद चाहिँ तपाईँलाई बताउन चाहन्छु। के रहेछ यसको कबीर पन्थको के चाहिँ रहेछ त, कस्तो रहेछ त सत्सङ्ग। अब यहाँ हेर्नुहोस्, यो के हो भन्दाखेरि हेर्नुहोस्, यो नाम कसरी जपिन्छ त, कहाँ छ त्यो नाम, परमपिता परमात्मालाई कसरी प्राप्त गर्न सकिन्छ र यो नामलाई कसरी जप्न सकिन्छ भन्ने कुरो अलिकति कबीर साहबले धेरै सन्देश, अघि एउटा सन्देश सुनाए, यस्ता सन्देश कति छन्। हेर्नुहोस्, त्यस कारणले कबीर साहबले के भन्नुहुन्छ भने नि यो अचम्मको नाम छ। हेर्नुहोस्, अचम्मको कुरा सुनाउनु भएको छ। मलाई पनि पहिला त्यस्तै हुन्थ्यो, हाय यो त कथनमा मात्रै हुन्छ होला, यो त खासै वास्तविक त होइन होला, यो त गफै मात्रै होला जस्तो लाग्थ्यो कि मलाई पनि पहिला एक समयमा। तर जब के हुन्छ भन्दाखेरि हामीले 2-3वटा गिलासमा एउटामा तितो, एउटामा पिरो, एउटामा गुलियो राख्यो नि, जब त्यसलाई टेस्ट गर्छौँ अनि मात्र त्यसको असली स्वाद पत्ता लगाउन सक्छौँ। त्यस कारणले गर्दाखेरि हेर्नुहोस्, कबीर साहबले भनेको अनुसारले त्यो नाम चाहिँ कसरी जपिन्छ त। हेर्नुहोस्, होठ घण्टा हिले नहीं, मुख नहीं नाम उचार, गुप्त सुमिरन जोर लखे सोही हंस हमार। यो दुईटा ओठ के अरे हलिँदैन अरे यो नाम जप्दा, कस्तो अचम्मको नाम छ। अहो, दुईटा ओठै के अरे नहलिकन यो जपिने नाम चाहिँ कस्तो राम्रो छ त। कण्ठा हिले नहीं भनेको यो घाँटी पनि हिल्दैन अरे। हेर्नुहोस्, सद्गुरु सतकबीर साहबको सुन्दर चरण कमलमा साहेब बन्दगी यो घाँटी पनि हिल्दैन अरे, हलिँदैन अरे। घाँटी नहली कसरी जपिन्छ द्याट इज पोसिबल। हेर्नुहोस्, तर पोसिबल कसरी हुन्छ भन्दाखेरि वी हेभ टु नो द फर्मुला। हेर्नुहोस्, हामीले A+B होल स्क्वायरलाई त्यसलाई के अरे एक्सप्लेनेसन गर्दा पनि त हामीलाई फर्मुला चाहिन्छ नि त। जब फर्मुला हामीसँग छ इट विल बी इजी, तर फर्मुला छैन भने के गर्नु, ABCD मात्रै हुन्छ। त्यस कारणले गर्दाखेरि होठ घण्टा हिले नहीं, मुख नहीं नाम उचार, गुप्त सुमिरन जो लगे सोही हंस हमार। गुप्त सुमिरन चाहिँ जसले जप्छ भित्र त्यो चाहिँ हंस हो अरे। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि त्यो गुप्त सुमिरन चाहिँ जसले गर्छ त्यो हंस अरे। त को हो त हंस? तपाईँ हामीलाई हंस हुनु मन लाग्दैन? हंस हुनु मन लाग्छ नि त, हुँदैन लु भन्नुहोस्, हामी कहाँ काग भएर हिँड्नु मन लाग्छ। त्यस कारणले गर्दाखेरि गुप्त सुमिरन चाहिँ हामीले जप्नु पर्यो। अब यहाँनिर गफे त मात्रै हो भनेर सोच्नु भयो भने त हामीले केही त्यो गुप्त सुमिरन चाहिँ के रहेछ त, हंस भनेको के रहेछ त, स्वयं एउटा प्राणी हाँसलाई मात्रै हामीले सोच्नु हुँदैन। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि त्यो गुप्त सुमिरन जप्नको लागि त्यहाँ हंस हुनको लागि त हामीले के गर्नुपर्छ भन्दाखेरि त्यो ज्ञानलाई प्राप्त गर्नुपर्छ, गुरुहरूको सानिध्यमा जानुपर्छ, सद्गुरुको शरणमा जानुपर्छ, अनि मात्र हामीले त्यो हंस नामलाई प्राप्त गर्न सकिन्छ। हेर्नुहोस्,
Nothing is impossible in this world. Everything is possible unless we try, unless we try, unless we try. माकुराले हेर्नुहोस्, माकुरा झुन्डेको हुन्छ नि त, त्यो माकुरा झर्छ, फेरि जान्छ, अन्तिममा उसले सक्सेस भएर छोड्छ। त्यस कारणले गर्दाखेरि हामीले ट्राई गर्यौँ भने नथिङ इज इम्पोसिबल। हेर्नुहोस्, अब प्रभु कहाँ हुनुहुन्छ तपाईँ? हेर्नुहोस्, अर्को प्रश्न कसरी जोपिन्छ भन्ने म तपाईँलाई अलिअलि मैले भने जाने अनुसार होइन, तर अब प्रभुलाई चाहिँ कहाँ पाइन्छ त? अब ठिक छ, ओठ पनि हल्लिएन, कहाँ उयो पनि भएन, गुप्त सुमिरन त जप्यो, तर प्रभुलाई कहाँ प्राप्त गर्न सकिन्छ त? हेर्नुहोस्, कबीर साहबले फेरि अर्को सन्देश त कति हो कति, कबीर साहबले अर्को मिठो सन्देश, हेर्नुहोस्, हामीहरूलाई यो जनमानसको चेतना खुलोस्, जनमानस आफूभित्र पसोस् भन्ने हिसाबले यस्ता सन्देशहरू धेरै छोड्नु भएको छ। र अर्को एउटा मिठो अति मार्मिक सन्देश छ, साहेब तेरी साहेबी सब घट रही समाया, ज्यू मेहंदी के पात में लाली लकीर जाया। हेर्नुहोस्, साहेबलाई चाहिँ कहाँ प्राप्त गर्न सकिन्छ भन्ने कुरो चाहिँ यो साखीले मार्मिक तरिकाले भनेको छ। त्यो पनि कबीर साहबले भनेको, मैले भनेको होइन, म त एउटा बाणी मात्रै हो। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि अब तपाईँले मेहन्दीको रुख देख्नु भएको छ नि होइन? मेहन्दीको रुख पहिला हामी नेपालमा हुँदाखेरि मेहन्दीको रुख त्यो सानो सानो पत्ता हुन्छ नि, दारिमको पत्ता जस्तो हो, त्यो भित्र चाहिँ त्यो मेहन्दीको रुख भित्र के छ त? जिउ मेहन्दीको पातमै लाली लखिन जाया। त्यो मेहन्दीको पातमा हामीले रातो रङ देखिन्छ, देखिँदैन नि त? देखिँदैन। तर देखिँदैन भनेर हामीले त्यसलाई विश्वास नगर्ने होइन नि त फेरि, किनकि मेहन्दीको रङ त छ भित्र, ध्रुव शक्ति हो, त्यहाँ भित्र रङ छ, छिपेको छ, गुप्त रूपमा बसेको छ। हेर्नुहोस्, त्यो मेहन्दीको पत्ता भित्र रातो रङ चाहिँ गुप्त रूपमा बसेको छ। जिउ मेहन्दीको पातमै लाली लखिन जाए। हेर्नुहोस्, त्यस कारणले साहेबी सब घट रही समाए भन्न खोजेको के हो भन्दाखेरि, जसरी मेहन्दीको पातमा त्यो लाली रङ गुप्त एकदम सूक्ष्म हिसाबले बसेको हुन्छ नि, which cannot be seen with our naked eyes पहिला चाहिँ, तर later on when we do some process we can see the color, we can see the red color। जब हामीहरू प्रोसेस गर्छौँ नि त्यो पत्तालाई कुटेर, अनि मात्र त्यसको रङ हामीले प्राप्त गर्न सक्छौँ। तर त्यसको लागि त कर्म गर्नु पर्यो, यदि कर्म गरेनौँ भने त त्यो रङ निक्लिँदैन। हेर्नुहोस्, त्यस कारणले परम पिता परमात्माले के भन्दै हुनुहुन्छ, हर पाइलामा, हर कर्ममा, हर क्षणमा म तिम्रो भित्र जसरी मेहन्दीको पातमा लाली लुकेको छ, म त्यसरी लुकेर बसेको छु, तर तिमीले मलाई कसरी देख्छौ त? तिम्रो सूक्ष्म आँखाले मात्रै देख्न सक्छौ, तिमी भित्र पस्नुपर्छ, तिमी अन्तर हृदयको यात्रामा लाग्नुपर्छ। हेर्नुहोस्, यदि हामी अन्तर हृदयको यात्रामा लाग्यौँ भने अनि मात्र त्यो अचर अमर अविनाशी चिजले हामीले प्राप्त गर्न सक्छौँ, नभए त सक्दैनौँ। हेर्नुहोस्, म बारम्बार भनिरहने गर्छु, यदि हामी मोतीको खोजाइमा समुद्रमा गयौँ भने धेरै गहिराइमा डुब्नुपर्छ, सबैभन्दा माथि गयौँ भने काठका चोइटा मात्रै भेटिन्छ, साना साना काम नलाग्ने देवी तर परेका हुन्छन् नि, ती मात्रै भेटिन्छन्। अझै भित्र गयो भने माछाहरू भेटिन्छन् होइन? त्यो माछा के काम हो कि होइन? अझै भित्र गयो भने अम्मै यस्तो ब्युटिफुल जलचरहरू देखिन्छ होइन? पानीमा बस्ने जनावरहरू, पानीमा बस्ने जीवहरू यस्ता देखिन्छ। त्यसले पनि के काम? चाहेको त मोती हो नि त। अब त्यो प्राणीले आएर काम छैन, त्यस कारणले अझै गहिराइमा गयो भने मोती प्राप्त हुन सकिन्छ। त्यस कारणले गर्दाखेरि हामी गहिराइमा जानुपर्छ, अनि मात्र हामीले त्यो मोतीलाई प्राप्त गर्न सकिन्छ। हेर्नुहोस्, त्यो गहिराइमा जाने माध्यम नै आज यही सक्षम हो। हेर्नुहोस्, त्यही भएर कबीर साहबलाई मैले भनेको थिएँ नि, बन्दी छु। यस्ता कुराको यस्तो बन्धन मुक्ति के हो भन्ने कुरो त्यसको भेद बताइदिनुहुन्छ कबीर साहबले। कबीर साहबले प्रत्येक क्षणमा, ठाउँमा, सहरमा सन्त महात्माको माध्यमद्वारा यो सन्देश छर्नु भएको छ। हेर्नुहोस्, आज हामी कति अहोभाग्य यो प्राङ्गणमा हामी उपस्थित भएका छौँ र यो गुणानुवाद सुन्न पाएका छौँ। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि तर यसमा के गर्नुपर्छ भन्दाखेरि हामीहरूले हेर्नुहोस्, तर हामी बाहिरै खोजेर हामीहरू उयो भइसकेका छौँ। हेर्नुहोस्, त्यस कारणले गर्दाखेरि एउटा कथन छ नि, हेर्नुहोस्, हामी के गर्छौँ भन्दाखेरि बाहिरै मात्रै बेसी खोज्यौँ क्या। अब खोलाको तिरमा बसेर
प्यासी भइकन मरियो भने गल्ती कसको हुन्छ हजुर? खोलाको तीर छ, कस्तो सङ्लो पानी सलाला बगेको छ होइन? तर हामीलाई तिर्खा भइकन हामीहरू मर्यौँ भने कसको गल्ती हुन्छ? हाम्रै गल्ती हुन्छ नि हजुर होइन? किनकि पानी त त्यही छ, खानु पर्यो नि त पानी। त्यस कारणले गर्दाखेरि कबीर साहबले फेरि अर्को सन्देशमा कति मिठो तरिकाले भन्नुभएको छ, पानी में प्यासी मोहे सुनसुन आवत हाँसी। पानीभित्र त्यस्तो गहिराई समुद्रमा, कस्तो मजाको समुद्रमा माछो बसेको छ, त्यो माछाले चाहिँ तिर्खा लाग्यो भन्दाखेरि सान्दर्भिक कुरो हुन्छ? लु भन्नुहोस् त, हास्यास्पद कुरो छ कि छैन? तर हास्यास्पद मात्रै होइन प्रेमी सज्जन, यो त गहिराईको कुरो छ। त्यस कारणले गर्दाखेरि हामी त टाढा खोज्छौँ, प्रभु हाँसिरहनुहुन्छ, मुस्कुराइरहनुहुन्छ। हेर्नुहोस् खोजा कति खोज्छौ खोज, तिमीहरूको समाज पुगेपछि त खोज्छौ। हेर्नुहोस् यो सब के हो भन्दाखेरि हामीहरू बाहिरी ज्ञानमा हामी भुलेका छौँ। हेर्नुहोस् हामी बाहिरी ज्ञानमा धेरै भुलेका छौँ नि त। त्यही बाहिरी ज्ञानमा भुलेको हुनाले गर्दाखेरि हामीले त्यो भित्र बस्न पाएका छैनौँ। हेर्नुहोस् कोही जान्छन् कावा काँसी, कोही चार धाम, नितत्व गुरु घरभित्र छन्, कहाँ खोज्छौ राम, कहाँ पाउँछौ राम। हेर्नुहोस् नेपालीमा कति सान्दर्भिक भनाइ छ। कोही कावा काँसी जान्छन् अरे, कोही चारधाम जान्छन् अरे। म चारधाम गएकै छु, कावा काँसी पुगेको हो, वृन्दावन मथुरा म नपुगेको होइन। हेर्नुहोस् पुगेको 2017 यात्रा थियो। नितत्व गुरु घरभित्र छन्, कहाँ खोज्छौ राम। हेर्नुहोस् फेरि यो कबीरपन्थी मान्छे चाहिँ कस्तो रहेछ हौ, मन्दिरको चाहिँ मठ मन्दिरको चाहिँ विरोधै गर्दो रहेछ। विरोधी होइन है म पक्कै। हेर्नुहोस् मठ मन्दिर जानुपर्छ, कर्मकाण्ड गर्नुपर्छ, म विरोधी व्यक्ति होइन। तर के हो भन्दाखेरि त्यो तत्त्वभन्दा पनि माथिको नितत्व चिज बुझौँ न, अनि ती सबै हामीले बुझिहाल्छौँ नि, हो कि होइन? भन्नुहोस् त, त्यो परमानन्दको टेस्टलाई बुझौँ त, अरू टेस्ट संसारमा सबै फिक्का हुन्छ। ध्रुव सत्य हो यो, तर त्यो टेस्टलाई एकचोटि त एक्सपिरियन्स गर्नु पर्यो नि त। हेर्नुहोस् त्यस कारणले गर्दाखेरि हामी गहिराइमा त जानै पर्छ। यदि गहिराइमा गयौँ न भने त त्यो कुरालाई बुझिँदैन। हेर्नुहोस् हामी घमण्ड गरेर चाहिँ यो मान्छेले भनेको के सत्य रहेछ भन्दा हामी त्यति अनुभवी त छैनौँ। तर यो कुरा चाहिँ के चाहिँ रहेछ एकचोटि चाहिँ भित्र चाहिँ बसेर बुझिदिए हेरौँ न भनेर हामीले यति त्यसरी बुझौँ भने बेडा पार त हुन्छ त। हेर्नुहोस् त त्यस कारणले गर्दाखेरि यो सब केले भुलेको रहेछ। हेर्नुहोस् ज्ञानको प्रचार कम नभएको छ र यो संसारमा, ज्ञानीको प्रवचन कम नभएको छ र यो संसारमा, भएको छ त। तर के भएको भन्दाखेरि कबीर साहबले फेरि मिठो तरिकाले अर्को सन्देश दिनुभएको छ। सन्देश त कति छ, ज्ञानी भुले ज्ञान कति, निकट रह निज रूप, बाहर खोजे बपुरा भित्र वस्तु अनु। ज्ञानी भुले ज्ञान कति, भित्र रह निज रूप, बाहर खोजे बपुरा भित्र वस्तु अनु। ज्ञानीहरू के भयो अरे भने हेर्नुहोस् बहुत ज्ञानीको पनि मैले प्रवचन सुनेको छु। ज्ञानीहरू ज्ञानको कुरा गर्दा 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 विचार उनीहरूको समाज भयो। हेर्नुहोस् छैन समाज, न उनीहरूलाई भित्र पसे, न आफू भित्र पसे, न अरूलाई भित्र पस्ने भेद बतायो। हेर्नुहोस् भित्र रह निज रूप, बाहर खोजे बपुरा भित्र वस्तु अनु। हेर्नुहोस् त यस्तो प्रकाश भित्र छ, हामी भित्र छ त्यस्तो प्रकाश, त्यस्तो परमपिता परमात्माको साक्षात् स्वरूप छ। त्यो स्वरूपलाई चाहिँ हामीले भित्र त्यस्तो अमुक चिजलाई चाहिँ हामीले भुलेर बाहिर खोजिरहेको छ। हेर्नुहोस् त्यस कारणले त हाम्रो त दुःख पाउने। हेर्नुहोस् दुःख पाउने मेरै यही हो। दुःख कष्ट खोज्नको लागि त हामीले के भन्छौँ भने फलानाले थम दुःख दियो, यस्तो भनौँ उस्तो भनौँ, होइन। दुःख आफैले खोजेको। हेर्नुहोस् जिन खोज्दा दिन पाइयो हुन्छ नि त। बाटै गलत रोजेपछि त कहाँबाट पाइन्छ त्यो सुरु। हेर्नुहोस् त्यस कारणले गर्दाखेरि हामीहरू कर्म राम्रो गर्नु पर्यो नि त। हेर्नुहोस् यदि कर्म राम्रो गऱ्यौँ भने त्यो ठाउँमा अवश्य पुग्न सकिन्छ, यदि कर्म राम्रो गऱ्यौँ भने पुगिँदैन। हेर्नुहोस् अब हामीले यहाँदेखि एक्रोनको जिपिएस लगाएर गयो भने कहाँ हेरिसबर्ग पुगिन्छ। हेरिसबर्ग पुग्नको लागि हेरिसबर्गको जिपिएस लगाउनु पर्दैन त, एड्रेस। सो वी हेभ टु पुट द करेक्ट एड्रेस, करेक्ट डेस्टिनेसन। हेर्नुहोस् करेक्ट लोकेसन। मेरो सानो पसल छ, कल गर्नुहुन्छ कति, म त आइपुगिनँ त, फलाउने यता छु उता छु, यहाँबाट यस्तो भयो, टर्निङ यस्तो भयो। हेर्नुहोस् केले गर्दा भन्दाखेरि एक्ज्याक्ट लोकेसन नभएकोले गर्दा। त्यस कारणले हाम्रो एक्ज्याक्ट लोकेसनको एब्सेन्समा हामी भड्किरहेका छौँ। हेर्नुहोस् यदि एक्ज्याक्ट लोकेसन हामीलाई चाहियो, यदि छ भने
we will easily reach in that particular destination हेर्नुहोस्। त्यो पार्टिकुलर डेस्टिनेसनमा त्यो सही गन्तव्यमा हामी पुग्न सकिन्छ हेर्नुहोस्। त्यस कारणले गर्दाखेरि हामीहरू त्यो भित्रै गहिराइमा हामीहरू अवश्य पस्नुपर्छ, नभए हामीले त्यो के अरे उयो गर्न सकिँदैन। अब हाम्रो के छ भन्दाखेरि हामी के गर्छौँ, पहिला अब हामीले त्यो परम चैतन्यलाई पाउनको लागि भित्री त्यो कर्म गऱ्यौँ, अनि के भन्नु कि हामीहरूमा मुस्कान छ त? लु भन्नु त, मुस्कान भन्दा पनि बढी ठुस्कान छ हामीसँग, छ हेर्नु लु भन्नुहोस्, ठुस्कान छ हामी। हेर्नुहोस् अलिकति उमेर माथि पुग्दै गएको माता पिताको सोध्नु त, मुस्कान भन्दा ठुस्कान बढी छ नि त हामीसँग। केले गर्दा लु भन्नुहोस् त? छोरो छ, छोरी छ, धन सम्पत्ति छ, कार छ, गाडी छ, ओहो आनन्द छ, तर पनि के छ, ठुस्कान त कम छैन। केले गर्दा भन्दाखेरि हिजोको समयलाई सदुपयोग नगरेको। के भन्नुहुन्छ थाहा छ? कतिले मलाई भन्नुभएको हुन्छ, जोस हुँदा होस भएन, होस हुँदा जोस आएन। त्यसलाई अन्यथा नसोच्नु होला है। जब त्यतिखेर जोस थियो नि, त्यतिखेर बल थियो, शक्ति थियो, ऊर्जा थियो, त्यतिखेर त्यो सत्कर्म आएन। अब अहिले बल सकियो, शक्ति छैन, अनि अब आएन, होस् के गर्नु? त्यो गएको समय केही पनि फर्केर आउँदैन। समयले के भन्छ अरे भने, मसँग यति समय छैन कि म फेरि दोबारा आउने भन्छ अरे क्या समय। त्यो समयको त्यति समय छैन अरे फेरि फर्केर आउने। त्यस कारणले गर्दाखेरि हिजो हामीहरूले त्यो कर्म त्यो उयो गऱ्यौँ न, हामीले त्यो कर्म जुन आएको बेलामा अब हेर्नु अहिले ध्यान भक्ति गर्नु मनपर्छ नि त, साधन गर्नु मनपर्छ, ढाड दुख्छ, यो गल्छ, यता गल्छ, हेर्नु त। त्यस कारणले गर्दाखेरि समयमा धर्म कर्म गर्ने भनेको बुढो भएपछि गर्नुपर्छ है भन्छन्, होइन, यङ एजमा गर्ने हो। जुन अहिलेको हाम्रो यङ एज छ, यो यङ एजदेखि नै हामीले सुरु गर्नुपर्छ, अनि मात्र हामीहरूले अहिले बुढो हुँदाखेरि त्यो अभ्यासले गर्दाखेरि त्यो परम प्रभुमा नाम जान्छ। हेर्नुहोस् त्यो परम प्रभुमा हाम्रो सुरत जान्छ, नभए जान सक्दैन। हेर्नुहोस् त्यस कारणले गर्दाखेरि अर्को एउटा म के भन्न चाहन्छु, हेर्नु कर्म चाहिँ पुरै बात गर्छ। अनि अर्को यहाँ सुने फेरि अर्को पनि छ, म के भन्न चाहन्छु भने जस्तै कर्म चाहिँ हामीले पाप गर्छौँ है, जति सक्दो गरेर पाप गरौँ होइन, अनि पछि अलिअलि पैसा हुन्छ नि त, अन्यथा नसोच्नु होइन। पैसा हुन्छ भने त्यहाँदेखि कर्मकाण्डतिर लाग्छ, पैसा छ नि त, पाप कर्म गरियो मजाले, अनि पछाडि कर्मकाण्डतिर दुनियाँदारी यो अनि लाग्छौँ हामीहरू। के को लागि भन्दा पाप गर्नको लागि, अगाडि गरेर पाप छ नि त। हेर्नुहोस् त्यसरी हुँदैन, कर्मकाण्डले तार्ने भन्दाखेरि कबीरपन्थी अर्थात् लीला घिमिरे कर्मकाण्डको विरोधी होइन है। फेरि हेर्नुहोस् ध्रुव सत्य, जब त्यो भेदलाई बुझिन्छ कर्मकाण्ड गर्दा पनि एकदम 2+2=4 हुन्छ। तर त्यो भेद नबुझिकन गरियो भने केही हुनेवाला छैन। जसले भित्र बस्यो, जो भित्र बस्छ उसलाई ज्ञान हुन्छ, अर्काले गरेको ज्ञानले हुँदैन। आज यो विकृतिको रूपमा हाम्रो समाजमा छ, विद्यमान छ। र यसै सन्दर्भमा मैले एकचोटि के भयो भने, अस्ति म योभन्दा 4 महिना अगाडि नेपाल भ्रमणमा थिएँ। जाँदा अगाडि एउटा गाडी रहेछ क्या, त्यो गाडीमा पछाडि एउटा लेख देखेँ मैले। यस्तो मिठो लेख छ, यस्तो मिठो सन्देश छ, टचिङ भयो क्या। हेर्नुहोस् टचिङ भयो मलाई साँच्चै, त्यो हजुरसँग सेयर गर्न चाहन्छु म। हेर्नुहोस् गर्छौ पाप खोज्छौ स्वर्ग, गर्छौ पाप खोज्छौ स्वर्ग, जान्दैनौ कर्मको गति, रिठाको बोट रोपेर कहाँ फल्छ र कागती। हेर्नुहोस् हामीले गर्ने पाप एकदम त्यो हिज नखिचाइकन गर्छौँ पाप। हेर्नुहोस् अनि पछि गएर स्वर्गको एकदम अपेक्षा हुन्छ। फेरि हेर्नु त, जो मान्छे चाहिँ स्वर्गको डिजर्भै छैन, स्वर्गबाट चाहिँ कसरी आउँछ त विमान? लु भन्नु त, हो कि लु भन्नु त। जब उसले दुःख पाउने काम गरेर सुख खोज्दा हुन्छ। स्वर्ग भनेको सुख पनि त हो अर्को भाषामा, यो हाम्रो कलिकालमा होइन। रिटाको बोट रोपेर कहाँ फल्छ र कागती। हेर्नु त, रिठाको हामीलाई कागती चाहिएको छ, अमिलो चाहिएको छ, हो कि होइन? अनि रिठा अनि कागतीको बोट रोप्नु परेन त, कागतीको बिजन लाउनु पर्यो, अनि त हामीले त्यसको त्यो के अरे कागतीको टेस्ट पाउँछौँ। सुन्तला रोपेर आँपको उयो गर्दाखेरि कहाँ हुन्छ? हुँदैन। हेर्नुहोस् त्यस कारणले कर्म चाहिँ हामीले त्यो सही कर्म गर्यो भने मात्रै हामीहरू त्यो चिजलाई प्राप्त गर्न सकिन्छ। हेर्नुहोस् सही कर्म चाहिँ हामीले गर्नै पर्छ, नभए हामीले त्यो चिजलाई प्राप्त गर्न सक्दैनौँ। त्यस कारणले गर्दाखेरि म के भन्न चाहन्छु भने, यो कबीरपन्थको कस्तो ज्ञान रहेछ, अचम्मको ज्ञान रहेछ भन्नुहुन्छ होला होइन। यही यथार्थ हो। हेर्नुहोस् यो चाहिँ अलिकति छुट्टै नै छ ज्ञान।
यो तत्त्व ज्ञानको कुरो गर्दैनौँ हामी। तत्त्व ज्ञानको गुरु साहब कबीर साहबले तत्त्व ज्ञानको कुरा गर्नुहुन्न, 5 तत्त्वको ज्ञानको कुरा गर्नुहुन्न, नित्वत्व ज्ञानको कुरा गर्नुहुन्छ। हेर्नुहोस् कस्तो छ त ज्ञान हेर्नुहोस्। अलिकति एउटा सानो सन्देश याद आयो फेरि कबीर साहबको सन्देश। आँखा न मुन्दु काना न रुन्दु काया कष्ट न धारौँ खुले नयनमे साहेबको देखौँ सुन्दर बदन निहारौँ। हेर्नुहोस् आँखा न रुन्दु भनेको के होला? आँखा पनि खोल्नु पर्दैन, आँखा बन्द गर्नु पर्दैन, काना न रुन्दु कान पनि बन्द गर्नु पर्दैन। कति आनन्दबाट सहज समाधि र सन्तोष सहज समाधि भन्नुभएको थियो नि त। यसबाट मैले जोड्न खोजेको हेर्नुहोस् कबीर साहबको ज्ञान चाहिँ कुनै कष्टदायक ज्ञानै छैन। हेर्नुहोस् यहाँ त मन यस्तो कडा छ होला भनेर त नसोच्नुहोस्। एकदम इजिएस्ट वे अफ डुइङ ज्ञान यहाँ चाहिँ इजी वे हुन्छ। हेर्नुहोस् तपाईँलाई सजिलो छ भनेर आकर्षित गरेको पनि होइन है, फेरि त्यतातिर पनि नसोच्नु होला। यो चाहिँ कस्तो भन्दाखेरि आँखा न मुन्दु, आँखा पनि बन्द गर्नु पर्दैन, कान पनि बन्द गर्नु पर्दैन, काया कष्ट न धारु शरीरलाई कष्ट दिनु पर्दैन है। यो हठयोग गर्नु पर्दैन। योग साधा 2 घन्टा गर्नुपर्छ है कबीर पनि तपाईँ आवेश त नभए त हुँदै हुँदैन। नो द्याट इज टोटली रङ। हाम्रो अभ्यासको लागि हामी 4 घन्टा पनि गर्न सक्छौँ, तर सहज समाधि रे सन्तोष सहज समाधि भन्नुहुन्छ। खुले नयनमा साहेबको देखौँ सुन्दर बदन निहारौँ। खुला नयनमा यदि साक्षात परम तत्त्वको बोध तपाईँलाई दिलाउनु भएको छ भने राम साहबमा बस्नु भएको त कबीर साहबको साक्षात स्वरूपमा पनि हुनुहुन्छ। हेर्नुहोस् उहाँ साहब हुनुहुन्छ, उहाँको साहबमा पनि मैले कबीर साहब देख्न सकौँ। त्यो बोध त्यो ज्ञान कबीर साहबको मार्गमा दिनुहुन्छ। हेर्नुहोस् अब अर्को कुरा यसैलाई म अर्को भाषामा पनि भन्न सक्छु। अब के भन्दाखेरि जस्तै एकछिनको लागि यसरी ध्यान गर्नुपर्छ है यो ज्ञान चाहिँ भन्ने भएछ। हात नभएकोले के गर्छ भन्नुहोस्? यदि हातै छैन भने उसले कसरी यसरी गर्न सक्छ? उसको आँखै बन्द छ भने, कानै छैन भने, कान नभएको पनि काम गर्छ नि कति। हेर्नुहोस् संसारमा आफ्नो आफ्नो हिसाबले जानु, खुट्टै छैन भने कसरी यो पद्मासन गर्नु लु भन्नुहोस्? मूल बन्द कसरी गर्नु? खुट्टै छैन भने। त्यस कारणले गर्दाखेरि यो ज्ञान चाहिँ जस्तो यो कबीर साहबले यो ज्ञान जसरी दिनुभएको छ नि जनमानसमा, नो पार्सियलिटी, भेदभाव छैन। हेर्नुहोस् भेदभाव भन्ने पटक्कै छैन। त्यस कारणले गर्दा यो आँखा न मुन्दो कान न रुन्दो काया कष्ट न धारौँ खुले नयनमा साहेबको देखौँ सुन्दर बदन निहारौँ। सुन्दर बदन भनेको चाहिँ यो शरीर भन्ने खोजेको होइन, त्यो आफ्नो स्वरूप भन्ने हो। आफ्नो निज स्वरूप त हामीले साक्षात देख्न सक्छौँ नि त। हेर्नुहोस् जब यो सब कुराको हामीलाई हासिल हुन्छ। त्यस कारणले गर्दाखेरि कबीर साहबले मिठो तरिकाले यसरी मार्मिक तरिकाले हामीलाई सम्झाउनु भएको छ। हेर्नुहोस् हामीहरू 4 धाम खोज्न टाढा जानु पर्दैन। 4 धाम देह हमें रोम रोम में धाम, 4 युग देह हमें रोम रोम में धाम, सद्गुरु बिना पावे नहीं सार शब्द निजे नाम। हाम्रै शरीरमा 4वटा युग छ अरे। हेर्नुहोस् 4 धाम पनि शरीरमै छ अरे। सद्गुरु बिना त्यो कुरोलाई त्यो भेद चाहिँ फेरि छुपाएको छ, एकदम गुप्त रूपमा राखेको छ। त्यो गुप्त रूपमा बस्नको लागि त सानिध्यमै जानुपर्छ, सानिध्यमा गएन भने हुँदैन। हेर्नुहोस् त्यस कारणले म अब धेरै अगाडि बढाउन चाहदिनँ यो सत्सङ्गलाई। र मैले बोल्दै जाँदा त्रुटि शब्द पनि बोले होला, तपाईँहरूलाई बढी पनि बोले होला। मेरो सही शब्द तपाईँले मान्नुभयो भने त्यसलाई ग्रहण गरिदिनु होला, असही शब्द पाउनु भयो भने त्यसलाई यहीँ छोडिदिनु होला भन्दै म कबीर साहबको एउटा सन्देश सुनाएर जान्छु। यदि त्यो सन्देशमा तपाईँहरूलाई प्रश्नहरू छ भने पछि गएर कन्ट्याक्ट गर्न चाहनुहुन्छ तपाईँले। न मैं तीरथ में हूँ, न मैं मूरत में हूँ, न मैं योग संन्यास में हूँ, न मैं भंवर गुफा में हूँ, न मैं कैलाश में हूँ, न मैं पिंड में हूँ, न मैं ब्रह्मांड में हूँ। मैं तो तेरे श्वास में बंदे, मैं तो तेरे विश्वास में खुशी खोजी हुए तो तुरंत मिल जाऊं, पल भर की तलाश में खोजी हुए तो तुरंत मिल जाऊं, पल भर की तलाश में। सदगुरु सत कबीर साहब को सुंदर चरण कमल में साहिब बंदगी।